सबैजनालाई टस्तरे टस्दिले हजुर हामी टस्तरे खुसीको खबर यो सायद सबैजनाले पाउनुभएको होला यो फ्लायर सबैजनाले सेयर गरिदिनु होला म पनि जन्मजात बुद्धिस्ट तर कति कुराहरू थाहा छैन अनि खुसी लागेछ कि अहिले हाम्रो गेसे लजीले चाहिँ हामीलाई नेपालीमा यो धेरै कुराहरू सेयर गर्दै हुनुहुन्छ त्यसमा पनि अहिले गेसे लाङ्रे थाङपाद्वारा दिएको दिमागलाई प्रशिक्षण दिने 8 पदहरूको बारेमा चाहिँ उहाँले अहिले टिचिङ गरिरहनु भएको छ मलाई पनि एकदमै खुसी लागेछ यो सुन्न पाउँदा फर्स्ट दिनमा सुन्दा धेरै राम्रो लाग्यो मलाई पहिलो पाठ आज सेकेन्ड पाठ हो अनि हाम्रो यो जम्मा 8 भाग छ 8 पाठहरूमा तपाईको 10 मा आज भइहाल्यो सेकेन्डमा अनि 17 मा छ 24 मा यो फेब्रुअरी अनि मार्चको 3 तारिक पर्दो रहेछ थर्सडे त्यो चाहिँ हामीले स्किप गरेछ किनभने हाम्रो लोसार पर्दो रहेछ अनि त्यहाँबाट 17 मा छ 24 मा अनि 31 मार्चको 31 मा चाहिँ हाम्रो यो कार्यक्रम सकिन्छ तपाईको यो टिचिङ सकिन्छ अनि मलाई पनि थाहा थिएन यो यति पावरफुल हुन्छ भनेर किनभने हाम्रो सबैभन्दा इम्पोर्टेन्ट कुरा दिमागलाई नै शिक्षा परीक्षण दिने कुराहरू सिक्नु पाउँदा मलाई एकदम खुसी लागेछ अनि धेरै धेरै धन्यवाद हाम्रो गेसे रसिजुलाई पनि अनि त्यसमाथि नै अब नेपाली भाषामा अनि तपाईहरुले सबैजनालाई इन्फर्म पनि गरिदिनु होला अनि आज चाहिँ हामी दोस्रो पाठको बारेमा चाहिँ हामी आज सिक्न गइरहेको छु त्यसैले सबैजनाले सक्नुहुन्छ भने भिडियो अन गरिदिनुहोस् अनि साथसाथमा नोट र पेन पनि लिनुहोस् किनभने कुनै पनि कुरा सिकिसकेपछि त्यसलाई लागू गर्न सक्यो भने अनि त्यो चाहिँ रियल हामीले चिल्ला पाएको हुँदछ त्यसैले तपाईहरुले नोट टिप्नुहोस् र हामीले यो सिकेको कुरालाई कसरी व्यवहारमा उतार्ने त्यसमा हामी लागू पर्नुपर्नेछ यो सकिसकेपछि त्यसैले तपाईहरु धैर्य रहनु होला र केही क्वेशन छ भने एकदमै निर्धक्क भएर पछि सोध्नुहोस् 10-15 मिनेट चाहिँ उहाँले क्वेशन आन्सर पनि राख्ने भन्नु भएको छ मेरो पनि एक दुईवटा क्वेशन छन् त्यसैले सबैलाई पछि क्वेशन सोध्न म अनुरोध गर्न चाहन्छु धन्यवाद सबैजना हामी सबैले गेसेलाजीलाई स्वागत गरौँ हजुर गेसेलाजी अगाडि जानु होला धन्यवाद सन्दर्जी साथीलाई धन्यवाद भन्न चाहन्छु अनि आज यहाँ उपस्थित हुनुभएको हाम्रो धेरै टाढाबाट पनि हाम्रो यहाँ धर्म बहिनी भाइहरू यहाँ उपस्थित भइरहेछ हैन कहीं ठाउँमा एकदमै राति पनि भइरह्यो होला हैन हाम्रो यहाँ भने 8:30 हुन लाग्यो 8:30 भन्दा पनि अलि बढी भयो जस्तो लाग्छ जे भयो पनि अनि तपाईहरु यति एउटा स्वच्छ मनले हैन केही न केही हामी एक दुई शब्द आफन्तभित्र एउटा शेयर गरेर केही न केही मनको लागि केही न केही हामी एउटा दुःख मन चाहिँ हामीले कसरी सुख बनाउनेको बारेमा तपाईहरु आएर हामी आफन्तभित्र एउटा डिस्कस गर्नु पाएकोमा मलाई पनि एकदम खुसी छ हैन त्यसकारण सबैजनालाई एकदमै मुरी धन्यवाद भन्न चाहन्छु पहिलो हप्ता हामीले यो दिमागलाई कसरी प्रशिक्षण दिने 8 भाग भित्रमा हामीले पहिलो हप्ता हामीले गइसकेको छ हैन म यति पनि जान्दैन तर पनि मैले जति जानेको छ एक दुई शब्द तपाईहरुसँग मैले शेयर गर्नु पाएकोमा एकदमै आभारी छु हैन पहिलो भागमा के भन्नुभएको थियो भने सबै भाव प्राणीहरूको विचार गरेर इच्छा पूरा गर्ने रत्न भन्दा पनि बहुमूल्य सर्वोच्च लक्ष्य पूरा गर्नको लागि म तिनीहरूलाई सधैँ प्रिय राख्छु भनेर उहाँ एउटा माइन्ड ट्रेनिङ गर्ने अनि बोधिसत्व गेसी लाङ्रे थाङपो उहाँले भन्नुभएको थियो हैन हामीले किन संसारको प्राणीहरूलाई रत्न भन्दा पनि बहुमूल्य ठुलो मान्नुपर्ने कारण के हो भन्ने विषयमा पहिलो हप्ता हामीले किन गर्नुपर्छ भने अस्थायी रूपमा भए पनि थायी रूपमा भए पनि संसारको पशुपन्छी हैन मानसिकहरू छैन भने हामीले जे सोचेको त्यो पाउन एकदम गाह्रो छ हैन अस्थायी रूपमा पनि हामी
उहाँहरूको भर परिरहेको छु हैन। उहाँहरूको भर छैन भने हामी दिनको खाना पाउन पनि गाह्रो हुन्छ हैन, बस्न पनि गाह्रो हुन्छ, जान पनि गाह्रो हुन्छ हैन, सुत्न पनि गाह्रो हुन्छ। अस्ति भनेको जस्तो हैन, हामी आमाको कोखबाट पाएकोदेखि हैन, जन्म भयो भने अरूलाई भर परेर हामी जन्म भएको छ हैन। हामी ठुलो हुन्छ, ठुलो भयो भने अर्कोलाई भर परेर हामी ठुलो भइरहेको छ। हामी बिमार हुँदाखेरि पनि हामी अरूलाई भर पर्नुपर्छ हैन। एक दिन हामी मर्छ हैन, मर्ने टाइममा अरूलाई भर पर्नुपर्छ हैन भने हाम्रो लास त्यही कुहिएर फेरि गनाउँछ नि हैन। त्यही जस्तो हो। त्यस कारणले यो हाम्रो साधारण रूपमा भन्यो भने त्यही हो। अलिकति हामीले अलि माथि तहमा गएर भन्ने हो भने हैन, यदि हामी दया माया भन्ने चाहिँ सबैजनाले मन पराउँछ, तर पनि दया कहाँबाट आउँछ हैन, माया कहाँबाट आउँछ, स्वच्छ दया माया भन्ने चाहिँ कस्तो हो भन्ने चाहिँ हामीले जानेको छैन हैन। हामीले माया भन्दाखेरि एउटा आफूले मन परेको केटालाई माया भन्छ हैन, आफूले मन परेको केटीलाई माया दियो भन्छ। त्यो माया चाहिँ किनभने लामोसँग बस्नु एकदम गाह्रो छ, किनभने हाम्रो एउटा एट्याच गरेर पाएको एउटा माया हो। त्यस कारणले एट्याचको माया चाहिँ हामीले धेरै टाइमसम्म बस्नलाई गाह्रो हुने कारणले हामीले स्वच्छ माया भन्ने कसो गरी चाहिन्छ भन्ने संसारको पशुपन्छी मानिस जो भए पनि एउटा मानसिक एउटा प्राणी, एउटा दुःख नचाहिने, एउटा सुख चाहिने भन्ने चाहिँ हामीले जसरी पनि सोच्नुपर्छ। एउटा दया गरे पनि एउटा आफूभन्दा अर्कै मान्छे या प्राणीहरूले गर्नुपर्छ। माया गरे पनि त्यही हो, दान गरे पनि त्यही हो, सहे पनि अरू मान्छेले रिस गरेर हामीले सहनुपर्छ। आफूले रिस गरेर आफूले सहनु हुँदैन, त्यो हुँदैन। त्यसमा कुन चाहिँ एउटा कुनै कनेक्सन छँदै छैन। त्यस कारणले आफू एकजना हो हैन, अरू हजारौं लाखौं जना छ। यदि हामीले कम्पेयर गर्यो भने हैन, एकजनाहरू 10 जना को जित्छ भने 10 जना जितिहाल्छ नि, भोट हाल्यो भने जित्छ, जुत्यो भने पनि जितिहाल्छ। त्यस कारणले हामी एकजना हो हैन, अरू हजारौं लाखौं जना भएको कारणले हामीले जहिले पनि उनीहरूको एउटा बहुमूल्य हैन, दया माया जे पनि हामीले मनलाई स्वच्छ राख्ने चाहिँ कहाँबाट पाउँछ भने अनि अरूबाट पाउने भएकोले हामीले अरूलाई जहिले पनि रत्न भन्दा पनि बहुमूल्य सोच्नुपर्छ भन्ने कारण त्यो हो हैन। रत्न भन्दाखेरि फेरि अलिकता यो अलि माथिको तहको एउटा शब्द भएको कारण रत्न भन्ने चाहिँ हामीले त्यही हो, हाम्रो एउटा कसो भनौँ, धन सम्पत्ति हैन, धन सम्पत्ति। अब धन सम्पत्तिमा धेरै किसिमको धन सम्पत्ति हुन्छ हैन। अब डायमन्ड भनौँ हैन, त्यस्ता जति भए पनि त्यो धन सम्पत्ति जति भए पनि यही जीवनको लागि मात्रै हो भनेको हैन। त्यो धन सम्पत्ति जति भयो भने यही जीवनको लागि मात्रै हो। पछिल्लो जीवनको लागि त्यो धन सम्पत्ति हामीले लगेर जान पनि सक्दैन। त्यो धन सम्पत्तिले हामीलाई मद्दत पनि गर्दैन, केही फाइदा पनि गर्दैन भन्छ। त्यस कारणले धन सम्पत्ति भन्दा पनि बढी चाहिँ को हो भने हाम्रो आफूभन्दा अरू प्राणीहरू चाहिँ हामीले धन सम्पत्ति भन्दा पनि बढी सोच्नुपर्छ भन्छ। किनभने धन सम्पत्तिले हामीलाई दया माया ल्याउँदैन। धन सम्पत्तिले हामीलाई रिस राग अनि एक आफन्तभित्र झै झगडा ल्याइदिन्छ हैन। दया माया भन्ने चाहिँ अरूबाट अरूलाई एउटा बहुमूल्य सोचेर हामीले पाउनुपर्ने कारणले हाम्रो धन सम्पत्ति भन्दा पनि अरू प्राणीहरू चाहिँ ठुलो हो भन्ने कारण हामीले पहिलो हप्तामा हामीले अलिकति हामीले अभ्यास गरिसकेको छु। अब अहिले आजको हाम्रो अभ्यास चाहिँ दोस्रो पदहरू यो तपाईहरुलाई मैले यहाँ स्क्रिनमा देखाउँदैछु हैन। उहाँले दोस्रो पदमा के भन्नुभएको छ भने दोस्रो पद, तेस्रो पद, 14 पद, 8 पदसम्म छ। यो जम्मै तलको पदहरू माथिमा जोडिरहेको छ।
कनेक्सन छ हैन त्यसकारणले हामीले पहिलो पदमा हामीले के भन्यो भने अहिले संसारको प्राणीहरू धन सम्पत्ति भन्दा पनि बहुमूल्य हो भनेको छ नि हामीले किन बहुमूल्य हो भने दया माया करुणा जम्मै उहाँबाट पाउने बोधिचित्त मायन पनि उहाँबाट पाउने त्योभन्दा माथि तहमा गयो भने हामीले के भन्छ बुद्धको ज्ञान प्राप्त गर्ने पनि उहाँहरूको अवसरले हाम्रो पाएको कारणले हामी उहाँहरूलाई एकदमै बहुमूल्य ठान्नुपर्छ भनेर अहिले पहिलो पदमा अहिले गइसकिने हैन अब सेकेन्ड पदमा के भनेको छ भने जहाँ गए पनि जस्तो ठाउँमा पुगे पनि हैन जस्तो मान्छेसँग भेट भए पनि जब म अरूको संगतमा हुन्छु म मेरो हृदयको गहिराईबाट आफूलाई सबैभन्दा तल्लो तहको ठान्छु भन्ने उहाँले यो दिएको छ हैन तपाईहरु यदि नेपाली पढ्न नआउने छ भने तपाईहरु इंग्लिशबाट पनि यहाँ हामीले दिएको छु हैन यसमा के भनेको छ भने संसारको प्राणीहरूलाई म जहिले पनि एकदम बहुमूल्य ठान्छु भनेर एउटा मनले एउटा अभ्यास गर्दैछ हैन अभ्यास गर्दा गर्दै त्यो समयमा आफू एक ठाउँमा जानु पर्यो भनेको हैन म जहाँ गए पनि हैन जस्तो ठाउँमा पुगे पनि जस्तो मान्छे भेटे पनि हैन भेटे पनि त्यसलाई म जहिले पनि आफू भन्दा अनि ठुलो ठान्छु म त्यो उनीहरुको भन्दा पनि म तल्लो तहमा छ भन्ने चाहिँ हामीले हृदयबाट सोच्नु पर्छ भन्छ हृदयबाट भन्नुपर्ने कारण के हो भने हृदयबाट नगरे के हुन्छ भने यदि आफूलाई फाइदा गर्ने मान्छे छ भने अनि आफूले फेरि आफू तल्लो तहमा छ भन्ने ठान्छ अनि मान पनि गर्छ हैन आफूलाई यदि फाइदा नगर्ने मान्छे हो भने अनि त्यसमा वास्तै गर्दैन त्यो के हो हृदयबाट नगरेको कारणले एउटा आफूलाई एउटा अस्थायी एउटा फाइदाको कारणले गर्दा मैले उले मान गरेको मात्रै हो रिस्पेक्ट गरेको मात्रै हो हैन हृदयबाट नगरेको कारण चाहिँ त्यसमा हामीले सोच्न सक्छ त्यसकारणले हामी तपाईहरु फेरि त्यो नसोच्नु होला हैन ओ यो पदहरु यो दिमागलाई सुख र शान्ति प्रसन्न दिने पदहरु जम्मै आफू हारा भन्ने जस्तो रहेछ त्यो नसोच्नु हैन मनले प्र्याक्टिस गर भनेको हैन अहिले यहाँ भने जहाँ गए पनि यदि तपाईहरु बिहेमा जान्छ जन्मदिनको शुभलक्ष्यमा जान्छ हैन पार्टीतिर जान्छ घुम्न जान्छ जहाँ गए पनि त्यो टाइममा जो चाहिँ जहाँ गए पनि एउटा मनले आफू भन्दा अब 5 जना छ भने हैन 5 जनासँग जाँदा आफू त्यो 5 जना भित्र छ भने आफूले त्यो 4 जनाले जहिले पनि म भन्दा मलाई फाइदा दिने मान्छे हो भनेर सोच्ने के आफ्नो बाआमा होस् अब दाजुभाइ होस् दिदीबहिनी होस् आफ्नो साथीभाइ होस् आफ्नो आफन्त होस् आफ्नो छिमेकी होस् जो भए पनि हामीले के सोच्नुपर्छ यो सबै जना मलाई खुशी दिलाउने एउटा मान्छे हो भनेर सोच्नुपर्छ हामीले त्यो भयो भने आफूलाई फाइदा दिने मान्छेलाई हामीले कहिले पनि आफू भन्दा उहाँ भन्दा हामी ठुलो भन्ने कहिले पनि सोच्दैन अमेरिका बस्ने भयो युरोपमा बस्ने भयो सबैजनाले सोच्नुस् न हैन आफ्नो काम गर्ने जाने यो ओनरको छेउमा हैन तपाई भन्दा म ठुलो भने बस्दैन जहिले पनि तल्लो तहमा बस्ने कोसिस गर्छ नि किन हो आफूले एउटा फाइदा दिइरहेको छ आफूलाई काम दिइरहेको छ हैन त्यो काम छैन भने आफूले हप्तामा पैसा आउनु रोक्छ नि हैन पैसा आएन भने घरको भाडा दिनु पर्यो बच्चा छ भने बच्चा पाल्नु पर्यो बाआमा नेपालमा छ भने पैसा पठाउनु पर्यो अब लोसार आइरहेको छ काम छैन भने कसरी पैसा पठाउँछ हैन पैसा पठाएन भने ओ अहिले बल्ल छोराछोरीले पैसा पठाएन लोसार राम्रोसँग मनाऊ भने फेरि मन चित्त दुखेर बस्छ नि त्यसकारणले हामीले आफूलाई फाइदा दिने मान्छेले कति मान गर्छ हैन यदि आफू काम गर्नेको ओर्नरले करायो भने हामीले चुप्प लाएर बस्छ नि हाने पनि हामीले चुप्प लाएर बस्छ अब यहाँ त पिट्दैन तर पनि हैन करायो पनि चुप्प लाएर बस्नु पर्यो रिस गरे पनि चुप्प लाएर बस्नु पर्यो यदि हामीले उता उल्टो मुख
छाड्यो भने के गर्छ उनीहरूले भोलिदेखि काम नगर आइएम सरी भन्छ नि हैन त्यो किन हो भने हामी उहाँलाई हामीले के भर पर्ने कारणले भर नपरे आफूलाई आफ्नो काम हराउने र काम छैन भने पैसा नपाउने कारणले हामीले उनीहरूलाई रिस्पेक्ट गर्छन् हैन त्यो जस्तै संसारको प्राणीहरूलाई हामीले किन मान गर्नुपर्ने किन आफूभन्दा ठुलो ठान्नुपर्ने हो भने उहाँहरूले हामीलाई दया दिन्छ माया दिन्छ हैन मनलाई स्वच्छ राख्छ मनलाई एकदम खुल्लमखुल्ला राख्छ हैन अघि भनेको जस्तो हामी यदि पार्टीहरू यता कहीँ गएर हैन एकदम मन एकदम न्यारो गरेर एकदम सानो कसो भनौं एकदम अप्ठ्यारो सानो तरिकाको मन लिएर गयो भने त्यहाँ पार्टी गएर के फाइदै छैन पार्टी किन जाने हो एउटा मनलाई स्वच्छ राख्ने एउटा जिउलाई अलिकति फ्रेश राख्ने हैन मनलाई अलि फ्रेश राख्नको लागि त्यहाँ गएको नि हैन त्यो नजानु भन्दा पहिले जो भेट्यो भने चिन्ने या नचिन्ने माया गर्ने या रिस उठाउने जो भेटे पनि त्यो मान्छे चाहिँ मलाई दया दिलाउने रिस उठ्ने मान्छे छ भने मलाई सहनुको एउटा अभ्यास दिने मान्छे हो भने हामीले पहिले यो दिमागलाई एउटा मिलाएर सेटअप गरेर गयो भने अनि त्यहाँ जाने ठाउँमा चाहिँ हामीले खुसीसँग बस्न सक्छ त्यसकारणले जहाँ गए पनि हैन जस्तो ठाउँमा पुगे पनि भन्ने कारण त्यो हैन ठाउँ फरक फरक हुन्छ ठाउँ फरकले गर्दाखेरि मान्छे फरक हुन्छ हैन मान्छे फरक हुँदाखेरि आफ्नो आफ्नो सोचाइ फरक हुन्छ आफूले सोचेको जस्तो हुँदैन हैन त्यसकारणले आफू त्यहाँको मान्छे त्यहाँको ठाउँको मान्छेहरूले सोचाइ जे सोचे पनि आफूले आफ्नो सोचाइ चाहिँ स्वच्छ हुनुपर्छ आफू चाहिँ उहाँहरू भन्दा म तल्लो तहमा छ भन्ने एउटा ठाने भने एउटा मनलाई एउटा अशान्ति बनाउने र हैन विखुसी बनाउने चाहिँ धेरै कम्ती हुन्छ भन्छ त्यसकारणले हामीले जसलाई रिस्पेक्ट गरे पनि हैन मान गरे पनि हैन दया गरे पनि माया गरे पनि हामीले हृदयबाट गर्नुपर्ने कारण चाहिँ के हो भने सुख र दुःख भन्ने चाहिँ हृदयबाट आउँछ र मनमा आउँछ हैन जीवलाई सुख भन्छ दुःख भन्छ तर पनि सुख दुःख मेन महत्त्वपूर्ण चाहिँ कहाँ हो भने मनबाट आउँछ हाम्रो मन छैन भने सुख भन्ने छैन एउटा फिलिङ छैन मरेको मुर्दालाई फिलिङ छैन नि त्यसकारण हामीले सुख दुःख मलाई जीव एकदम सुख छ भन्ने कारण के हो भने मन सुख छ त्यही कारणले जीव सुख छ भन्ने हामीले त्यो शब्द चाहिँ प्रयोग गर्छ नि त्यसकारण हाम्रो मन छैन भने सुख दुःख छैन त्यसकारण हामीले हृदय भन्ने चाहिँ एउटा भित्रैबाट हृदय भन्छ अब मुटुबाट भन्छ हैन मुटुबाटमा हाम्रो मनको भित्रैबाट हैन मनको भित्रैबाट गर्यो भने केही न केही त्यहाँ एउटा फिलिङ आउँछ भन्छ होइन भने बाहिरबाट भित्रबाट एउटा हृदयबाट छैन बाहिरबाट मात्रै गर्यो भने त्यो बाहिरबाट जति मान गर्यो भने त्यो मान चाहिँ हैन 10-15 मिनेट 20-25 मिनेट 1-2-3 हप्तामा त्यो खतम जान्छ त्यो किन हो भने हृदयबाट नगरेको कारणले त्यसकारण हामीले हृदय भन्ने एउटा एकदमै महत्त्वपूर्ण शब्द चाहिँ हाम्रो मनैबाट बनेको मनले त्यो मनैबाट गर्यो भने मनलाई स्वच्छ हुन्छ नि हैन कालो दाग हुँदैन नि हैन हाम्रो सेतो लुगा किनेर त्यहाँ कालो दाग छ भने यो लुगा त राम्रो छैन भन्छ नि त्यसकारणले हाम्रो मन सेतो छ भने त्यो कालो दाग नआउनुको लागि हैन अनि हृदयबाट हामीले मान गर्नुपर्छ भन्ने कारण चाहिँ त्यस्तो रहेछ त्यसकारणले हामी जहिले पनि के सोच्नुपर्छ भने अलिअलि दुःख सुख भइरहन्छ हैन दुःख आइरहन्छ त्यो दुःखलाई हामीले दुःख नठान्ने हैन त्यो दुःखलाई दुःख ठानेर के फाइदै छैन हैन जुन हामीले गरेको दुःख चाहिँ के हो भने आफूले नराम्रो गरेको कारणले त्यो दुःख चाहिँ आएको पहिलो हप्तामा हामी डिस्कस गरेको अनुसार किनभने हामीले मैले भनेको थिएँ नि त्यो टाइममा यदि हामीले एउटा घुरेनमा एउटा बारीमा हैन एउटा बगैँचामा एउटा पिरो खुर्सानी रोप्यो भने फल के आउँछ त्यो पिरै आउँछ हैन घुरेनमा हैन बगैँचामा पिरो रोपेर छेउतिर हैन
अनि गुड र अनि त्यो चिनाहरू हालेर त्यो खुर्सानी चाहिँ पिरो गुलियो कहिले पनि हुँदैन। त्यसकारणले खुर्सानीको पिरो हुने कारण के हो? खुर्सानी आफै पिरो भएको कारणले। घुरेनमा पिरो खुर्सानी किन उम्र्यो हैन? बगैँचामा पिरो रोपेको कारणले। हामीलाई दुःख किन आयो? हामीले एउटा दुःख पाउनेको एउटा कसो भनौँ कारण हामीले त्यो जम्मा गरेको कारणले हामीले दुःख पायो। त्यसकारणले हामीले दुःख भन्ने चाहिँ नराम्रो गरेको कारणले दुःख पाउँछ। जेलमा हान्ने चाहिँ जेलमा मान्छे धेरै जान्छ नि हैन? जेलमा हाल्ने कारण चाहिँ सुख पाएर होइन, दुःख पाएर होइन, नराम्रो काम गरेको कारणले अनि जेलमा गएको नि हो हैन? त्यसकारणले हामीले सुख पाउने हो भने सुख राम्रो काम गर हैन? त्यसकारणले हामी जहिले पनि जे काम गरे पनि हैन आफ्नो हृदयबाट गर्नु सक्यो भने जिउ थाक्यो भने मन थाक्दैन। मन नथाके अनि दुख बिमार कम्ती हुन्छ। दुख बिमार छैन भने मन खुसी जिउ खुसी हो हैन? त्यसकारणले हामीले जहिले पनि जहाँ गयो पनि जस्तो ठाउँमा पुग्यो भने आफ्नो मनलाई हैन आफैले सम्हाल्नु पर्ने एकदमै महत्त्वपूर्ण। आफ्नो मनलाई आफैले नसम्हाले यो मन चाहिँ के हो भने बाँदर जस्तो हुन्छ। बाँदर चाहिँ एउटा ठाउँमा बस्दैन नि। बाँदर यहाँ राख्यो भने त्यहाँ उफ्रिन्छ, उता उफ्रिन्छ, माथि चढ्छ, तल चढ्छ, जहाँ पनि त्यो गर्छ नि। त्यही जस्तो हाम्रो मन पनि त्यही हो। अहिलेसम्म हामी मनको पछाडि गइरहेको छ। मनले जहाँ आइजमा त्यहीँ जान्छ हामी। थाहा पाउनुभयो? मनले जहाँ आइजमा त्यहीँ जान्छ। हामीले आफ्नो मनलाई हैन हामीले मनलाई कन्ट्रोल गर्दैन, मनले हामीलाई कन्ट्रोल गर्छ। मनले हामीलाई कन्ट्रोल गरेको कारणले मनले राम्रोसँग कन्ट्रोल गरेको हुन्छ नि हैन? मनले हामीलाई राम्रोसँग कन्ट्रोलै गर्दैन। किनभने हामीले हजारौं पहिले हाम्रो यो जन्ममा हैन हामीले नराम्रो काम मात्रै गरेको चाहिँ हामीले त्यसमा हाम्रो मनमा धेरै यो छ के भन्छ एउटा नराम्रो कालो दाग बसिरहेको छ त्यो। हामीले लुगामा यो मैलो छ भने धेरै मैलो छ भने धुनु गाह्रो हुन्छ नि हो कि हैन? अब हाम्रो गाउँतिर त त्यही हो, नधुए पनि गनाउँदैन हैन? एउटा लुगा वर्षौं 6 महिना 7 महिना लगाउँछ नि हैन? अब अमेरिकामा आयो, युरोपमा जानेहरू चाहिँ के गर्छ? एउटा एक दिनको लुगा एक दिनमै चेन्ज गर्छ नि हैन? बिहान लगायो बेलुका हामीले चेन्ज गर्छ। किन हो भने मैलो धेर भयो भने उता वासिङ मेसिनमा धुनु गाह्रो हुन्छ नि। त्यसकारणले त्यही जस्तो हाम्रो मनलाई पनि हैन स्वच्छ राख्नु सक्यो भने अलिअलि दाग हुन्छ, त्यो दागलाई चाहिँ हामीले दिनको दिन धुने प्रयास गर्ने। कसरी धुने भने त्यो दाग चाहिँ कसरी आएछ हैन? त्यो दाग चाहिँ कसरी आएछ हामीले सोच्यो भने कारण चाहिँ थाहा पाएन हैन? दुःख कसरी पायो? दुःख पाउनेको कारण के रहेछ? कारण चाहिँ हामीले थाहा पाउनु पर्ने एकदम महत्त्वपूर्ण। त्यस कारणले बुद्ध उहाँ जब बोधगयामा दुर्जेदिन भन्छ हैन? बोधगयामा उहाँले ज्ञान प्राप्त गरे हैन? उहाँले ज्ञान प्राप्त गरेर हैन कति 49 दिनसम्म उहाँले केही टिचिङ दिएन, केही प्रवचन दिएन। त्यसपछि उहाँले बनारसमा अनि चार आर्य हैन? 4 आर्य हाम्रो 4 नोबल ट्रुथ फर्स्ट टाइम दिएको प्रवचन त्यही हो। फर्स्ट टाइम दिएको प्रवचनमा के भनेको छ भने यो दुःख हो भनेको छ। अर्को केही पनि भनेको छैन। यो दुःख हो। दुःख चाहिँ दुःख हो भन्ने हामीले चिन्नुपर्छ भनेको छ। दुःख चाहिँ दुःख भन्ने चिन भनेको छ। त्यो दुःख चाहिँ दुःख भन्ने चिन्यो भने के हुन्छ भने त्यो दुःख चाहिँ के कारणले आयो भन्ने सेकेन्डमा उहाँले दुःखको कारण चाहिँ बताएको छ। त दुःखको कारण चाहिँ हामीले हटायो भने दुःख चाहिँ हट्छ भने ओ यो दुःख कसरी हटाउने बाटो देखाएको छ। मार्ग हैन? बाटोलाई मार्ग भन्छ हैन? मार्ग देखाएको छ। त्यो बाटोमा गयो भने त्यो बाटोमा किन जाने हो भने जुन हामीले सोचेको ठाउँमा पुग्नुको लागि बाटोमा जाने हैन? बाउला जस्तो बाटोमा गयो भने हुँदैन नि। त्यसकारणले बुद्धले 4 हाम्रो 4 नोबल ट्रुथ दिने कारण त्यही हो।
तपाईहरु त्यो सोच्दैन होला, त्यो नसोच्नु कि बुद्धले पहिले ओङ दिएको छैन, पहिले झाम्टा बजाएको छैन, पहिले तोर्मा बनाएको छैन। बुद्ध उहाँले जुन ज्ञान प्राप्त गरेको छैन, कसरी उहाँ बुद्ध भयो, कसरी उहाँले बुद्धि प्राप्त गर्यो हैन, उहाँ कसरी उहाँले दुःख कटायो, दुःखलाई कसरी हटायो, त्यो जम्मै हामीलाई देखाउनुको लागि, हामीलाई उहाँ जस्तो बन्नु छ भने मैले देखाएको बाटोमा जानुस् भनेर उहाँले भनिसकेको छ। मैले तपाईहरुलाई बाटो जम्मै देखाइसक्यो, यदि त्यो बाटोमा जाने हो नजाने हो तपाईहरुको हातमा छ भन्छ। बुद्धले हामीलाई जिम्मा दिइसकेको छ, हामीले जिम्मा दिएको छ, तर पनि हामीले जिम्मा लिने कसरी लिन्छ भन्यो भने नराम्रो काम चाहिँ हामीले जिम्मा लिन्छ, राम्रो काम चाहिँ हामीले कहिले पनि जिम्मा लिँदैन हैन। अस्ति पनि भन्यो नि हामीले केही यो के भन्छ पोलिटिक्स हैन, पोलिटिक्सको कुरा गर्यो भने ओ बुद्ध वास बोर्न नेपाल, बुद्ध वास बोर्न नेपाल भन्छ। बुद्ध नेपालमा जन्मियो हो, त्यसमा किन फाइट गरेर बस्ने? यदि बुद्ध नेपालमा जन्मेको यति प्राउड छ भने बुद्धले दिएको एउटा उपदेश, बुद्धले दिएको एउटा प्रवचन सुनेर संसारमा फैलाउ न। त्यो हाम्रो नेपालीको एउटा के भन्छ यो गर्व हो नि। बुद्ध नेपालमा जन्मेको छ, बुद्ध नेपालमा जन्मेको नेपालीहरूले हाम्रो बुद्धको एउटा प्रवचन, उहाँले शान्ति कसरी फैलायो, हामीले त्यो संसारले देखाउनै सक्दैन। त्यो देखाउन सकियो भने हामी जहाँ गयो पनि एउटा नेपाली हो भन्ने। अनि ओ बुद्ध किन तपाईहरु यस्तो राम्रो भने बुद्ध हाम्रो नेपालमा जन्मेको, हामी बुद्धले जे दिएको प्रवचन हामी सुन्छौं, हामी अभ्यास गर्छौं, हामी एकदमै गर्वसँग हामी उहाँहरूलाई भन्न सकिन्छ। होइन भने काम चाहिँ नराम्रो गर्यो, बुद्ध वास बोर्न नेपाल भने मान्छे हाँस्छ, भित्र हृदयबाट हाँस्छ। अहिले संसारमा एउटा बुद्ध भन्यो भने नचिने कोही पनि छैन। बुद्ध शाक्यमुनि भन्छ, बुद्ध भने म आफैलाई म यहाँतिर बाटोतिर गयो भने, अब न्युयोर्कमा त धेरै जसो थाहा पाइसक्यो हैन, किनभने अरू ठाउँमा गयो भने, अर्को स्टेटतिर गयो भने मलाई के भन्छ, ओ बुद्ध भन्छ। म बुद्ध होइन, तर पनि एउटा बुद्धको एउटा चेला भएको कारणले, बुद्धको एउटा फलोवर भएको कारणले उहाँहरूले मलाई बुद्ध भने। बुद्ध किन भन्यो भने बुद्ध भन्ने चाहिँ एउटा शान्ति फैलाउने एउटा महान वैज्ञानिक भन्ने चाहिँ उनीहरूले थाहा पाइसकेको छ। हाम्रो मान्छेहरूलाई थाहा छैन बुद्ध भन्ने एउटा शान्ति फैलाउने वैज्ञानिक भन्ने थाहै छैन। आफूलाई रिस उठ्यो भने त्यो बुद्धको बाआमाको थाहै छैन। रिस उठ्यो भने त्यो बुद्धको मूर्ति यताउता हटाउने टाइममा त्यो बुद्धको मूर्ति आफ्नो खुट्टामा खस्यो भने त्यो मूर्ति पनि गार्बेज जान्छ, होसियार नगरे। त्यसकारण हामीले धेरै जे गर्यो भने हामीले एउटा सोचेर काम गर्यो भने हैन, अनि हामीले संसारमा हामीले एकदमै मद्दत गर्न सक्छ। त्यसकारणले परम पूज्य दलाई लामा ज्यूले संसारमा शान्ति फैलाउने हामीलाई अवसर हामी सबैजनालाई छ भन्छ। सब अवसर के छ भने जुन बुद्धले दियो प्रवचनबाट हामीले संसारमा शान्ति फैलाउन सक्छ भन्छ। त्यसकारणले संसारको वैज्ञानिकहरू, ठुल्ठुलो वैज्ञानिकहरूले बुद्धले दिएको फिलोसफी हैन, फिलोसफीमा उहाँहरूले स्टडी गर्दै सिक्दैछ, हामीहरू सिक्दैन। हामीहरू जम्मै बुद्धको त्यो प्रवचनहरू, फिलोसफीहरू, धमाङ कन्जुरहरू जम्मै माथि छोगाङभित्र राखेर बस्छ। एक सालमा एकखेप निकाल्दा त्यो पनि मैला भएर त्यहाँ माटोहरू पुसेर बस्नुपर्छ हैन। आफ्नो लुगाहरू त्यहाँ एक वर्ष माटो राखेर राख्छ, राख्दैन नि। हाम्रो बुद्धको प्रवचन, बुद्धको यो कन्जुर तेन्जुरहरू चाहिँ के हो भने सो अफ जस्तो गरेर राख्छ कि त्यो त मेन हो नि। एक वर्षमा एकखेप निकाल्छ, त्यो पनि दुख बिमार भयो भने, दशहरा आयो भने, लोसार आउनु लाग्यो, ओ अब पछिल्लो महिनामा लोसार हो, अब एउटा धमाङ परौँ भनेको भन्छ, त्यो टाइममा पनि निकाल्छ। त्यो हामीले थाहै रूपमा हेर्दैन। धमाङ पराउने कारण के हो? हामीले किन बुद्धलाई सम्झिनु पर्छ? धमाङ पराउने कारण के हो भने ओ अर्को साल चाहिँ आफ्नो व्यवहारहरू राम्रो होस्,
हैन दुख बिमार नहोस् भन्ने कारणले हो नि यो जीवनमा एक वर्ष दुख बिमार नभयो त्यसले पुग्यो जस्तो गर्छ नि हैन तर पनि हामीलाई शान्ति भएन चाहिँ कति दिन चाहिन्छ भने तपाईहरु के भन्छ मनलाई शान्ति कति दिन चाहिन्छ भने मलाई एक दिन चाहिन्छ भन्दैन नि एकजना बिलियनर मान्छेले तपाईलाई पैसा कति चाहियो भने मलाई $100 भएन पुग्छ भन्दैन नि जति दिएम दे भन्छ नि भन्छ भन्दैन हामीले त्यही जस्तो हो एकजना मान्छेले तिमीलाई शान्ति कति दिनको शान्ति चाहियो भने मलाई एक हप्ताको शान्ति दिए भन्दै भन्दैन एक वर्षको शान्ति दिए भन्दछ नि भन्दै भन्दैन हैन म के भन्छ यो नबन्ने समय हैन म जिउँदो हुनेसम्म शान्ति दिउ भन्छ जले न मैले पनि भन्छ त्यसकारण हामीलाई पछिल्लो जन्ममा शान्ति चाहिन्छ भन्दैन भन्यो भने ओ चाहिन्छ नि किन नचाहिने म पछिल्लो जन्म ठुलो एकदमै धनीको कोखमा जन्मिनु पायो भने त्यो भन्ने त राम्रो हुन्छ भन्छ नि यो कारण के हो भने शान्ति अनि लाभ हैन चाहिँ हामीलाई सबै जनालाई हामीले चाहिने कसलाई पनि नचाहिने होइन हैन सबै जनालाई चाहिन्छ त्यसकारणले हामीले एकदमै दिनको शान्ति हप्ताको शान्ति भन्ने खुसी वर्षको महिनाको शान्ति यदि चाहिन्छ भने हामीले महत्त्वपूर्ण चाहिँ के हो भने बुद्धले अस्ति भनेको जस्तो हैन पाप नगर धर्म गर आफ्नो मनलाई नियन्त्रण राख यो बुद्धको एउटा प्रवचन हो भने बुद्ध आफैले दिएको टिचिङ हो बुद्धको टिचिङ चाहिँ हामीले छोटकरीमा भन्यो भने त्यही हो टिबेटनबाट के भन्छ भने दिक्पचिया मिछासिङ भन्छ हैन पाप नगर भन्छ यसो सोच्यो भने बुद्धले किन भन्यो होला पाप नगर भने पाप नगर मान्छेलाई दुःख नदेऊ भनेको कारण त्यही हो किनभने मान्छेले दुःख दियो भने दुःखको फल दुःखै हुन्छ नि सुखको फल सुखै हुन्छ नि त्यसकारणले गौतम बुद्धले पाप नगर हैन धर्म गर भन्छ हैन ग्याव फिसुम छपर्छ हैन धर्म गर भन्छ धर्म भन्ने के हो मनलाई स्वच्छ राख भनेको मनलाई एउटा कस्तो भनौं सकारात्मक हैन सकारात्मक पोजिटिभ सकारात्मकतिर लैजाऊ भन्छ हैन मनलाई राम्रो बाटोमा लैजाऊ भन्ने मनलाई एउटा उज्यालो बाटोमा लैजाऊ भन्छ नि हैन हामी अँध्यारो बाटोमा कसलाई जानु मन छैन नि अँध्यारोमा गयो भने के गर्छ कि लड्छ कि ठोक्छ लडे ठोक्यो भने कि हात भाँच्छ कि नाक ठोक्छ हैन कि निधार ठोक्छ नि हैन सबैजना उज्यालो बाटो खोजिरहेको छ उज्यालो बाटो खोज्ने हो भने त्यसकारणले बुद्धले घेवा फिसुम छपर्छ आफ्नो मनलाई स्वच्छ राख भने आफ्नो मनलाई स्वच्छ राख्यो भने जहाँ पनि स्वच्छ हुन्छ भन्छ एउटा ग्रेट लामा चङ्खाबाले के भनेको छ भने हैन आफ्नो मन स्वच्छ छ भने जे काम गरे भने स्वच्छ हुन्छ भन्छ आफ्नो मन कालो छ भने हैन काम जम्मै कालो हुन्छ भन्छ थाहा पाउनुभयो त्यसकारणले हामीले जे गरे पनि एउटा जहाँ गए पनि हैन जो भेटे पनि आफूलाई मन परोस् नपरोस् मान्छेले रिसाउने हो हामीले 6 पारमिता भन्छ नि 6 वटा पारमिता दान अनि के भन्छ आफ्नो एउटा नेपालीहरु के भन्छ दान पहिलो पारमिता चाहिँ दान हो हैन सेकेन्ड पारमिता चाहिँ के भन्छ नैतिकता भन्ने एउटा हामीले एउटा रुलमा जानुपर्छ भन्ने एउटा नियममा गयो भने एक सबैजना खुसी हो तपाईहरु गाडी चलाउने हो भने पनि गाडी जे काम गर्ने एउटा रुलबाट गयो भने जम्मैजना रुल नियम पालन गर्यो भने त्यो ठाउँ चाहिँ राम्रो हुन्छ त्यो देश चाहिँ राम्रो हुन्छ अमेरिका किन सबैभन्दा के भन्छ धनी देश भन्छ हामीले हैन उहाँलाई रुल छ नि नियम छ नि सबैजना नियम पालन गर्छ नि त्यसकारणले एकदमै इम्प्रुभ भयो कारण डेभलप भयो कारण के हो कारण त्यही हो अरु देशहरु डेभलप नभएको कारण के हो भने नियमै छैन आफ्नो एउटा हक छ भने जे पनि गर्छ त्यसकारणले बुद्धले एउटा नियम लिएर काम गर
सबैजना राम्रो हुन्छ भन्छ। अनि थर्ड परमित के हो भने सहनु पर्छ भन्छ। हाम्रो नेपालीमा एउटा उखान छ भने उखान छ नि, सहेर सानो हुँदैन भनेर ठुलो हुँदैन भन्छ नि। हामीले सोच्यो भने त्यही हो। यदि मेरो साथी साउन्दर्यले मलाई एक झापड हान्यो भने म सह्यो भने के हुन्छ? म आयु छोटो हुँदैन हैन, म त्यहाँ मरेर जान्दैन, मान्छेले त्यो सहेर के हो भने त्यो भन्दैन। यदि मैले साउन्दर्यले एक झापड हानेर मैले उता एक झापड हान्यो भने के हुन्छ? त्यो भन्दा पनि ठुलो हुन्छ। हामी सहनु नसक्ने कारण के हो? हामीलाई एउटा इगो छ। इगो, यो इगो चाहिँ के हो भने यही जन्मलाई लागि मात्रै हो। यो इगोले गर्दाखेरि धेरै भातङ भुसङ बनाउँछ के। तपाईहरु एउटा हस्बेन्ड वाइफ भित्र पनि हैन, एक आफन्त भित्र सह्यो भने केही पनि हुँदैन। तपाईहरु अभ्यास गर न हैन। कसको अब हस्बेन्ड र वाइफ भित्र कोही आफ्नो घरको बात एकदम रिसर्को होला हैन, कोही घरको आमा रिसर्को होला। दुईटै रिसर्च छ भने सक्यो, केही गर्नु छैन हैन। एउटा रिसर्को भयो भने एउटाले सहायो भने त्यो घर चाहिँ राम्रो हुन्छ के। दुईटै रिसर्को गरे भने त्यो घर भताङभुतुङ हुन्छ। बच्चा छ भने बच्चालाई पनि यो दिमागमा मेन्टलमा एकदमै असर पर्दो रहेछ के। बच्चाहरु पनि रिसर्को हुँदो रहेछ। मैले धेरै देखेको छ। बाउ आमा रिसर्को छ भने हैन, बच्चाहरु पनि रिसर्को। बा आमाहरु एकदम शान्ति छ भने बच्चाहरु पनि एकदमै हाँसिलो। त्यो घरभित्र पस्दाखेरि अर्को एउटा फिलिङ आउने के। त्यो के भन्छन् हाम्रो एउटा खुशीको परिवार हैन। सबैजना अघि भने जस्तो सबैजनालाई खुशी चाहिन्छ नि हैन। बच्चाहरुलाई पनि खुशी चाहिन्छ नि। आज जन्मेको बच्चालाई पनि खुशी चाहिन्छ नि। दलाइ लामाले के भन्नुहुन्छ भने आज जन्मेको बच्चालाई मान्छेहरु रिस गरेर एउटा अनुहार रिस गरेको अनुहार देखायो भने त्यो बच्चा पनि डराउँछ भन्छ। हाँसेको अनुहार देखायो भने त्यो बच्चा पनि हाँस्छ भन्छ। तपाईहरु यो चेक गर्नुस् न। त्यो कारण के हो भने सानो बच्चादेखि सुखलाई खुशी हुने हैन, शान्तिलाई खुशी हुने चाहिँ कारण त्यो हो। रिस गरेको मान्छे भने त्यो बच्चा पनि रुन्छ। हाँसेर गयो भने त्यो बच्चा रुँदैन। तपाईहरु चेक गर न। रिस गरेर मान्छे त्यो गर्यो भने त्यो बच्चा पनि डराउँछ। आज आँखा यत्रो यत्रो भने त्यो बच्चा त डराउँदा आमा र आमा भन्छ नि हैन। त्यो के हो भने सानोदेखि मनलाई शान्ति चाहिने चाहिँ हामी सबैको यो दिमागमा छ के। तर पनि मनलाई शान्ति चाहिन्छ, मनलाई सुख चाहिन्छ। सुख कसरी गर्ने हैन, सुख कसरी आउँछ, कारण के हो, सुखको बिउ के हो भन्ने हामीले थाहै पाउँदैन। त्यसकारणले सर्वप्रथम चाहिँ के गर्नुपर्छ भने हाम्रो सामाजिकमा हैन, सामाजिकमा राम्रो हुनुलाई हैन, हाम्रो पहिले के हुनुपर्छ भने आफू राम्रो हुनु पर्यो। आफू राम्रो भयो भने हैन आफ्नो मित्र राम्रो हुन्छ। आफ्नो परिवार भित्रमा हैन आफ्नो बालबच्चाहरु राम्रो हुनु पर्यो भने बा आमाहरु राम्रो हुनु पर्यो, मिल्नु पर्यो। बा आमाहरु मिल्यो भने बच्चाहरु आफन्त भित्र मिल्छ। आफ्नो एउटा परिवार शान्ति भयो भने हैन अनि आफ्नो बा आमा अनि दाजुभाइ दिदीबहिनीहरु सबैजना शान्ति मिल्छ। त्यो भयो भने आफ्नो छिमेकीहरु शान्ति हुन्छ। त्यो भयो भने आफ्नो अनि देश राम्रो हुन्छ। देश राम्रो भए संसार शान्ति हुने कारण के हो? त्यही हो। हामीले संसार पिस अफ वर्ल्ड भन्छ, आफू रिसले चुरमुटो भइरहन्छ। कहाँ हुन्छ? हुँदै हुँदैन नि। पिस भन्ने चाहिँ आफूबाट सुरु गर्नुपर्छ भन्छ हैन। आफू पिस छैन अनि गौतम बुद्धको अगाडि गएर मलाई पिस पाऊ भनेर कहाँ गौतम बुद्धले कहाँ दिन्छ? दिनै दिँदैन। गौतम बुद्धले भनिसक्यो, यदि पिस चाहिने भने मैले देखाएको बाटोमा आऊ, पिस पाउँछ भन्छ, शान्ति पाउँछ भन्छ। हामी के गर्छ? कोही मान्छे गौतम बुद्ध र जिजुडोमा गुरुङमा पिस ल्याउन, मलाई मेरो काम जे भयो भने सफल होस् भनिरहन्छ। अनि मन चाहिँ रिसले चुरमुट्ट भइरहेछ। छेउतिर बाबु आमा छ भने बाबु आमालाई खाना नदिएर बस्छ। बच्चा छ, बच्चालाई रुँदैछ भने हानेर त्यहाँ फर्केर जान्छ।
अनि कहाँ शान्ति पाउँछ? पाउँदैन। त्यसकारणले अहिले सेकेन्ड पदले चाहिँ के भनिरहेको छ भने हैन, सेकेन्ड पदले चाहिँ हैन, तपाईहरु देख्नु सक्दो रहेछ, जहाँ गए पनि हैन, तपाईहरुले देख्नु सक्छ, जहाँ गए पनि, जस्तो ठाउँमा पुगे पनि, जस्तो मान्छेसँग भन्यो भने आफ्नो मित्र मात्रै भनेको होइन, त्यसमा आफूलाई शत्रु हुन्छ, मित्र हुन्छ, जो मान्छे पनि हैन, मित्र पनि मान्छे हो, शत्रु पनि मान्छे हो हैन। कोही पनि भन्दैन हैन, ओ शत्रु चाहिँ मान्छे रहेछ भन्यो भने अनि खतम हुन्छ नि, शत्रु मान्छे हो नि, हो कि हैन? त्यो शत्रुमा खाना खान्छ खाँदैन, खाना खान्छ नि, शत्रु पनि सुत्नु पर्छ नि, शत्रु पनि घुम्नु मन लाग्छ नि हैन, शत्रु पनि धन कमाउनु मन लाग्छ नि। आफूले चाहिने आफ्नो शत्रुलाई नचाहिने, आफूलाई चाहिने आफ्नो मित्रलाई चाहिने आफ्नो शत्रुलाई नचाहिने, त्यो हुँदैन। हामी यस्तो सोचोस् न हैन। हाम्रो दिमागमा के छ भने म र आफ्नो आफन्तलाई भयो भने अर्को त जे भयो भने होस् भन्छ। त्यही कारणले हामीलाई दुःख पर्ने कारण के हो? त्यही हो कि एउटै सुख चाहिने र दुःख नचाहिने एउटै दिमाग भएको मान्छेलाई हैन, आफूलाई चाहिने उलाई होस् छोड्दियो भने हुँदैन त्यो एउटा संसारमा, त्यो हुँदैन। त्यसकारणले हामीले शत्रु या मित्र, शत्रु र मित्र भन्ने चाहिँ किनभने आफैले बनाएको हो। हामीले मित्र भन्छ नि, मेरो एकदमै मिल्ने साथी हो भन्छ, एकदम मित्र हो भन्छ। किन हो भने मलाई एकदमै राम्रो गरेछ, मलाई सानैदेखि हामी एकदम मिल्छ भन्छ नि। कि त्यो भन्छ कि त मेरो बाआमालाई एकदमै राम्रो हेर्छ, मेरो बालबच्चाहरूलाई एकदमै राम्रो हेर्छ, मेरो दाजुभाइलाई राम्रो हेर्छ भन्छ। कि मेरो बाट सुरु हुन्छ मित्र चाहिँ। शत्रु पनि त्यो हो, किन तिम्रो दुईजना नबोल्यो भने मलाई एकदम नराम्रो गर्यो। कहाँ गर्यो भने नेपालमा नराम्रो गर्यो भन्छ। नेपालमा नराम्रो गर्यो चाहिँ अमेरिकामा बदला लिएर बस्यो भने कहाँ हुन्छ? त्यो हुँदैन नि। त्यस्तो हो भने नेपालमा राम्रो गर्यो भने अमेरिकामा राम्रो भन्नुपर्ने भन्दैन रहेछ नि। नेपालमा एकदमै साथी गर्ने मान्छेहरूले अमेरिकामा धोका दिने कति रहेछ? नेपालमा राम्रो गर्यो भने अमेरिका राम्रो हुनुपर्ने, त्यो हुँदैन रहेछ नि। त्यसकारणले नेपालमा नराम्रो छ भने अमेरिकामा नराम्रो हुनुपर्ने कहिले त्यो हुँदैन नि हैन। त्यसकारणले शत्रु र मित्र भन्ने चाहिँ कहिले पनि पर्मिनेन्ट होइन, जहिले पनि चेन्ज भइरहन्छ भन्छ। आफ्नो एउटा बा आमाको दाजुभाइ दिदीबहिनीहरू त नबोलेर वर्षौं बस्छ हैन। साँच्चै हो भने आफ्नो बा आमाको रगतले भएको एउटै जिउ हैन, आफ्नो दाजुभाइ दिदीबहिनीहरूमा त्यस्तो नहुनु पर्ने हैन, तर पनि संसारमा भइरहेको छ। किन हो? आफ्नो सोचेकोलाई पूरा नभएको, सोचेकोलाई केही न केही उनीहरूले के भन्छ डिस्टर्ब गरेको कारणले हामीले शत्रु र मित्र भन्ने कारण त्यही हो। त्यसकारणले शत्रु या मित्र हामीले मान्छेको रूपमा हेर्नुपर्ने एकदम महत्त्वपूर्ण हैन। भाषा फरक हुन्छ हैन, आफ्नो एउटा धर्म फरक हुन्छ, सोचाइ फरक हुन्छ हैन, रङ फरक हुन्छ। कालो भयो भने अफ्रिकाहरू मान्छे होइन भने हुँदैन नि हैन, मान्छे जम्मै सेतो हुनु पर्दैन नि हैन। अफ्रिकाहरू पनि आमाको कोखबाट जन्मेको, त्यहाँ त्यो ल्यातोबाट जन्मेको हैन, के भन्छ गाईको त्यो के भन्छ गोबरबाट जन्मेको होइन नि, जम्मै आमाको कोखबाट जन्मेको हो नि। शत्रु पनि आमाको कोखबाट जन्मेको हो, मित्र पनि आमाको कोखबाट जन्मेको। त्यसकारण हामीले एउटा संसारको मान्छेहरूलाई, एउटा मान्छे सबैजना सुख चाहिने र दुःख नचाहिने एउटै हो भनेर हामीले दिनको दिन सोच्नु नसकियो भने, काम गर्दाखेरि होइन 2 सेकेन्ड 3 सेकेन्ड 4 सेकेन्ड सोच्दै गयो भने तपाईँ जहाँ जाओस् तपाईँ जहिले पनि खुसी भइरहन्छ। त्यो नसोचे म नेपाली हो, नेपाली म शेर्पा हो, तामाङ हो र जे भयो नि बस, हामी त तामाङ हो शेर्पा रहेछ भने हैन, यिनीहरू त बाहुन रहेछ म त क्षेत्री हो भने हैन, यो त साक्य रहेछ म त थामी हो भने, त्यस्तो गर्यो भने हामी कहिले पनि हुँदैन। हामी कहाँ लेखेको छैन नि,
हाम्रो नेपालतिर के छ हाम्रो गाउँतिर कामी थामी भन्दाखेरि एकदमै के भन्छ हिपेर सानो तल्लोमा राख्छ नि त्यो हामी एकदमै हाम्रो यो के भन्छ गौतम बुद्धको हामीले उपदेश नसुनेको कारणले रहेछ निधारमा कामी लेखेको छैन नि छ र छैन नि निधारमा थामी लेखेको छ छैन नि निधारमा दमाई लेखेको छ छैन नि निधारमा ऊ शाक्य हो भनेर कहाँ लेखेको छ ऊ ब्रह्माण्ड हो भनेर कहाँ लेखेको छ छैन नि सबै मान्छेले बनाएको हो नि आमाको कोखबाट आउने त्यो जन्मिने बच्चा त शाक्य भनेर निस्केको छैन नि कामीको कोखमा लिने चाहिँ जन्मिने बच्चा चाहिँ म कामी हो भनेर निस्केको छैन नि जम्मै आफू मान्छेले बनाएको जम्मै आफ्नो एउटा दिमागले बनाएको मात्रै हो भन्छ त्यसकारणले कामी दमाई हैन अनि मगर तामाङ शेर्पा नेपाली जो भए पनि संसारको जो एउटा मान्छे हो भने हामीले जहिले पनि सोच्नु सक्यो भने अनि जहाँ गयो भने एउटा यो उनीहरू यो जाति हो म यो जाति हो भन्ने चाहिँ एकदम कम्ती हुँदो रहेछ जात जातिको कुरा गर्यो भने अनि संसारमा हाम्रो सुख भन्ने चाहिँ फैलिनु एकदम गाह्रो हुन्छ जात जातिको कुरा गर्ने जात जातिको कुरा गर्यो भने के हुन्छ धर्मको कुरा आउँछ धर्मको कुरा आयो भने अनि संसारमा जहिले पनि झगडा परिरहन्छ त्यसकारणले धर्म भन्ने र जात जाति भन्ने चाहिँ एउटा सेकेन्ड तलमा राख्नुपर्छ तहमा राख्नुपर्छ यो सेकेन्ड तहमा हो भने पहिलो तहमा के गरेर सोच्नुपर्छ भने हामी सबैजना मान्छे हो भन्ने सोच्नुपर्छ त्यो सोच्यो भने जुन हामीले अहिले 8 पदमा पहिलो पद र सेकेन्ड पदमा जुन हामीले अहिले अभ्यास गरेर हामीले डिस्कस गरेर अनि एकदम राम्रो हुन्छ के पहिलो पदमा हामीले सबैजना मान्छे हो सुख चाहिने र दुःख नचाहिने एउटै हो भन्ने चाहिँ एउटा दिमागमा आउनु नसके अनि हामीले सेकेन्ड पदमा हामीले अभ्यासै गर्न सक्दैन ओ मेन यो त्यसकारणले म मेरो एक दुई शब्द भनेको चाहिँ यी राख्छु हैन टाइम पनि हुन लागेछ हैन यदि तपाईहरु अब 10-15 मिनेट रहेछ हैन यदि केही प्रश्नहरु छ भने हैन हामी सबैजना डिस्कस गरौँ अनि तपाईहरु यहाँ आउनेहरु सक्यो भने तपाईहरुको यो मुस्कान हैन देखाउनुस् हैन एक गरे भने हामी सबैजना एक आफन्त भित्र चिन्छ होला हैन नचिने केही पनि छैन अहिले भनेको जस्तो हामी सबैजना मान्छे हो हैन यो एउटा टेक्नोलोजीले गर्दाखेरि हामी जहाँ बसे पनि एउटा एक आफन्त भित्र हाँसिलो गरेर हामी मुख देखाइरहन्छ नि हैन त्यसकारण सकियो भने तपाईहरु आफ्नो मुस्कान देखाउनु केही प्रश्न छ भने लाज नगरेर गर्नुस् न हैन त्यो एउटा गौतम बुद्ध भन्यो भने गौतम बुद्ध उहाँ पनि एकदम खुसी रहन्छ आफ्नो धर्म टिचर हैन आफ्नो बामाहरु एकदम खुसी हुन्छ त्यही भन्न चाहन्छु धन्यवाद अनि यदि तपाईहरु त्यो केही प्रश्न छ भने अनि भन्नुस् हजुर तपाईहरुको पनि तपाईहरुले आफ्नो प्रश्न मलाई नि एउटा प्रश्न लागेको नि तपाईको अब हामी यो 2-3 मध्ये अब 2 क्लास भयो हैन अब यति इम्पोर्टेन्ट यति महत्त्वपूर्ण उपदेशहरु छ तर पनि भनौं न हिसाब गर्ने हो भने हामी 10% नमाने जस्तो छ किन यस्तो भयो होला तपाईको यो जुन अब भनौं न मैले पनि भर्खरको थाहा पाएँ यो 8 पदहरु छ भन्ने कुरा हुन्छ नि हामी कतिले थाहै छैन किन त्यस्तो जानकारी नपाएको होला एक त एउटा आफ्नो समाजले गर्दा पनि हुन्छ हैन आफ्नो एउटा वातावरण त नभनौ हैन एउटा समाजले गर्दा पनि हैन समाजले गर्दा पनि हामीले ध्यान नदिने कारण थियो समाज के छ भने संसार जम्मै पैसाको पछाडी गइरहन्छ पैसा कमाउनु पर्छ धन सम्पत्ति चाहिन्छ धन सम्पत्ति छैन भने हामीले दान गर्न सक्दैन धन सम्पत्ति छैन भने हामीले पाठ केही गुरुहरुले चढाउन सक्दैन अनि गुम्बामा दान गर्न सक्दैन हैन मद्दत गर्न सक्दैन धन सम्पत्ति चाहिन्छ तर पनि धन सम्पत्ति र मनको खुशी दुईटामा हामीले कम्पेयर गर्यो भने हामीले मनको खुशी चाहिँ छोडेर धन सम्पत्तिमा दौडिन्छ त्यस कारणले हामीले थाहा नपाएको कारण त्यो किनभने बिहानदेखि बेलुकासम्म हामी किन दौडिरहेछौँ त्यो सोच्नु पर्यो हामीले एकदमै म आज एकदम व्यस्त छ एकदमै हतार छ भन्छ नि हैन किन हो भने
सोच्यो भने केही न केही खुसी पाउँछ कि भनेर दौडेको नि हैन मलाई मान्छेले हान्नुस् न त्यस एक दुई झापड हान्यो के भन्छ नपाएर म दौडेको कोही पनि भन्दैन नि त्यसका भने बिहानदेखि हामी बेलुकासम्म दौडिन्छ हैन तर पनि दौडिने कारण चाहिँ सुखको लागि हो भने हामीले सोच्न सक्दैन यदि सोचिहाल्यो भने त्यो सुख चाहिँ कसरी पाउँछ थाहै छैन त्यसकारणले शान्तिदेव उहाँले के भनेछ भने शान्तिदेवले के भनेको छ भने दुःखलाई हटाउने कोसिस गरिरहेको छ तर पनि अनि दुःख आउने काम गरिरहेको छ भन्छ सोचाइ चाहिँ दुःख हटाउनलाई गइरहेको छ भन्छ हैन सोचाइ चाहिँ दुःख हटाउने सोचिरहेको छ तर पनि काम गर्दाखेरि दुःख आउने काम गरिरहेको छ भन्छ ढुङ्गल दोर्दैछ ढुङ्गल रङ्गी देवा तिमुक्दे अनि आफ्नो एउटा सानो एउटा शान्ति चाहिँ हैन नजानेर त्यो शान्ति चाहिँ हामीले आफ्नो शत्रु जस्तो मिटाइरहेको छ भन्छ यसो सोच्दाखेरि हो रहेछ नि हैन त्यसकारणले मेरो साथी सान्दरजीले सोध्यो किन थाहा नपायो भने हामीले धन सम्पत्ति र एउटा मनको सुख जिउको सुख र मनको सुख दुई भित्रमा जिउको सुख चाहिँ महत्त्वपूर्ण ठानेर मनको सुख चाहिँ महत्त्वपूर्ण नठानेको कारणले हामी नथाहा भएको हो सोचिरहन्छ यदि मनको सुख चाहिँ महत्त्वपूर्ण हो भने मनलाई कसरी सुख ल्याउने कारण सोच्दाखेरि कारण खोज्छ नि कारण खोज्दाखेरि अनि यो अभ्यासहरू हामीले प्रयोग गर्नु अनि कहाँबाट पाउँछ भन्ने चाहिँ हामीले अटोमेटिकली के भन्छ हामीले खोज्नु सुरु गर्छ नि जिउको सुख र मनको सुख दुईटामा हामीले जिउको सुख चाहिँ एकदमै महत्त्वपूर्ण ठान्यो मनको सुख चाहिँ महत्त्वपूर्ण नठानेर यो किन हो भने त्यो पनि कारण के हो भने जिउ चाहिँ हामीले देख्छ आँखाले मन चाहिँ हामीले आँखाले देख्दैन कारण त्यो हो कि हजुर हजुर थ्यांक यू हजुर एकदमै सान्दर्भिक हजुर नयाँ छिरिङ हुन्छ त्यही हुनुहुन्छ तेजेन अनि कसैको प्रश्न छ So, kisla testa le kisla. Testele. Ko होला खोइ. Ega dit matching chudeni. Ale छिरिङ हो. Tomat yonda. Das last this ka. नेपाली हजुर मेरो क्वेशन चाहिँ के हो भने इंग्लिशमा लाइक अघि सेन्टेन्स म इंग्लिशमा भन्छु यो सेन्टेन्स हजुर चाहिँ त्यो लाइक सेकेन्ड सेन्टेन्स may I view myself as the lowest among all भन्ने त्यो अलिकति लाइक किसलाई एक्सप्लेन गरिदिनु न लाइक किनभने मेबी आई थिंक कसरी कुन राइट वेमा हेर्नुपर्छ लाइक त्यो सेन्टेन्स किनभने मे आई भ्यू लाइक आफूलाई सबभन्दा के भन्छ नेपालीमा तल्लो तहमा तल्लो हजुर बट देन त्यस्तो भनेर इट डजन्ट मिन के म ओइ मलाई केही आउँदैन सबैजना म भन्दा हुन्छ नि लाइक यस हो म भन्दा राम्रो हो लाइक आई क्यान उनीहरूबाट केही सिक्न पाउँछ यस्तो भन्ने सोच्ने त हुन्छ तर यसो हेर्दाखेरि यो लाइन पढ्दाखेरि हामीले राइट वेमा हेरेन भने सेल्फ कन्फिडेन्सलाई अलिकति पनि सक्छ जस्तो लाग्छ सो हामीले यो सेन्टेन्सलाई कसरी हेर्नुपर्छ किशोरलाई हजुर बहिनीको एकदमै प्रश्न चाहिँ एकदमै महत्त्वपूर्ण तपाईँ मात्र हैन हाम्रो अब हामी अमेरिका ठाउँमा बसिरहेको छ हैन त्यो पनि न्युयोर्कको एकदमै व्यस्त ठाउँमा बसिरहेको छ मान्छेले के भन्छ न्युयोर्क नेभर स्लिप भन्छ नि 24 आवर्स अहिले त कोरोना र यो के भन्छ ओमिक्रोनले गर्दाखेरि अब 24 घण्टा चाहिँ काम गर्छै गर्दैन थाहा पाएन तर पनि यो कुहिरेहरूले के सोच्छ भने यो कुरालाई उनीहरूले सोच्नु एकदम गाह्रो मान्छ त्यसकारणले म उनीहरूले कसो गरी सम्झाउँछु भने आफ्नो सोचाइ चाहिँ तल्लो तहमा किन ठान्नु पर्छ भन्ने कारण चाहिँ के हो भने तल्लो तहमा ठान्दाखेरि जिउ चाहिँ तल्लो तहमा बस्छ भन्ने कारण होइन जिउ तल्लो तहमा बस्यो भने हामीलाई कामै पाउँदैन मन चाहिँ तल्लो तहमा बस्छ भन्ने मनलाई इगो नगर भन्ने हामीले तल्लो तहमा नगरे के हुन्छ भने ऊ पनि मान्छे हो म भने के कारण भन्ने एउटा इगो आइरहन्छ के इगो आयो भने हाम्रो एउटा सानो शान्तिलाई उले के भन्छ खतम गर्छ त्यसकारणले
तल्लो तहमा बस भन्ने कारण चाहिँ के हो भने हामीले यही जीवनको लागि मात्रै हेर्यो भने हैन तल्लो तहमा हामीले मान्छेलाई रिस्पेक्ट गरे भने जो पनि खुसी हुन्छ हुँदैन कुइरेहरुले रिस्पेक्ट गरे भने खुसी हुँदो रहेछ नि हामीले हात जोड्यो भने उनीहरु हात जोड्दो रहेछ नि तर पनि त्यो हामीले के भन्छ तल्लो तहमा म केही नजानेको सोचेको होइन हैन उ पनि मान्छे हो म पनि मान्छे हो हैन हैन उलाई सुख चाहिन्छ मलाई पनि सुख चाहिन्छ मलाई दुःख नचाहेको जस्तो उलाई पनि दुःख चाहिँदैन हामी एउटै हो भनेर त्यो सोचे भने हैन मन जसरी तल्लो तहमा बसिरहेको छ हो कि हैन त्यो नसोचेर हैन छोड दे यो कुइर एकदम नराम्रो छ भने के हो भने मन तल्लो तहमा बसेको छैन त्यसलाई हामीले के गरिरहेछ भने के भन्छ एकदम आफू चाहिँ माथिल्लो तल्लो तहमा उ चाहिँ तल्लो तहमा हामीले ठानिरहेको छ त्यो ठान्छ तर पनि आफूले ठानेको जस्तो हुँदैन अनि मनमा दुःख हुन्छ त्यसकारणले हामीले तल्लो तहमा ठाना भन्ने कारण चाहिँ के हो भने अब त्यो हो यदि तपाई एउटा एकदम बिलियनर बिजनेसम्यान एक्जाम्पलको लागि उदाहरणको लागि तपाई एकदम बिलियनर बिजनेसम्यान हैन तपाई जहाँ गयो पनि हैन तपाईलाई मान्छेले मान्छ तपाईलाई माथि राख्छ सबैभन्दा माथि राख्छ हैन तर पनि तपाईले के सोच्नु पर्छ भने ओ मेरो एउटा धन सम्पत्तिले गर्दाखेरि म एउटा फेमस भएको कारणले माथि राखेको हो सोच्ने तर पनि मेरो मन चाहिँ के छ भने तल्लो तहमा छ भन्ने चाहिँ हामीले ठाने भने आफ्नो बिजनेसलाई पनि राम्रो हैन आफ्नो जो काम गर्ने मान्छेसँग पनि हामीले मेलमिलाप राम्रो हुन्छ हैन जोसँग कुरा गर्दाखेरि पनि मनलाई एकदम खुल्लम खुलासँग कुरा गर्न सक्छ त्यस्तो छैन भने ओ म बिलियनर हो हैन अनि बिलियनर हो भनेर आफूले सोचेको जस्तो नहुँदाखेरि के हुन्छ आफूलाई मनमा दुःख दिइरहन्छ के मनमा दुःख आउने कारण चाहिँ के हो एक त इको भएको कारणले हैन तल्लो तहमा राख भन्ने कारण चाहिँ इकोलाई उठ्नु नदियो भनेको इकोलाई उठ्नु दिए भने त्यहाँबाट हामी सुख कहिले पनि पाउँदैन भन्ने कारण मेन पोइन्ट त्यही हो दिगेले थाहा पाउनु भयो तल्लो तहमा राख भन्ने कारण चाहिँ बस भन्ने कारण चाहिँ आफ्नो एउटा इकोलाई उठ्नु नदियो भनेको इकोलाई उठ्नु नदिए हामी तल्लो तहमा बसिरहेछ मन चाहिँ जिउ चाहिँ हैन है जिउ त हामी आफ्नो एउटा कन्फिडेन्सको लागि हामीले मैले सक्छ भन्ने गर्नु पर्यो नि हैन मैले तल्लो तहमा रहने कारण चाहिँ म यस्तो सोच्छु किन आफ्नो इकोलाई एकदम जहिले पनि फाइट गरिरहेको सोच्यो भने हैन म इकोलाई जसरी यसलाई उठ्नु दिँदैन सोच्नु सक्यो भने हैन हामी मन चाहिँ हामी तल्लो तहमा रहनु सक्छ बुझ्यो के भन्नुस् त तपाई तल्लो तहमा रहने कारण चाहिँ के रहेछ सो बेसिकली आफ्नो लाइक मैले बुझेको अनुसार चाहिँ इगोलाई अन्डरस्ट्यान्ड गर्ने इगोलाई हटाउने कारण हजुर हामीले भन्छ नि त्यो के छ भने कस्तो इगो रहेछ म त रिस उठ्यो भन्छ नि इगोलाई कोही पनि मन पराउँदैन नि हैन इगोलाई उ त इगो रहेछ कस्तो राम्रो कोही पनि भन्दैन रिस गर्ने मान्छे छ भने यस्तो मान्छे राम्रो रिस एकदमै चर्को छ कोही पनि भन्दैन नि रिस चर्को हुने इगो हुनेहरूलाई जसले पनि मन पराउँदैन नि त्यसकारण हामीले तल्लो तहमा बस भन्ने कारण चाहिँ के हो भने मन चाहिँ तल्लो तहमा राख किनभने तल्लो तहमा राख भन्दाखेरि इगोलाई उड्न नदेऊ भनेको त्यही हो इगो चाहिँ के भन्छ माथिल्लो तहमा छ के इगो भन्यो भने हाम्रो जे भन्यो भने एउटा मनले गर्ने काम हो जम्मै हैन एउटा इमोसन छ हैन फिलिङ ह्यापी फिलिङ हैन अनह्यापी फिलिङ जम्मै एउटा मनबाट उपचार हुन्छ के भन्छ उत्पन्न मनबाट उत्पन्न हुन्छ त्यसकारण इगो पनि मनबाट उत्पन्न भएको मनबाट उत्पन्न भएको इगोलाई हामीले मनले फाइट गर्नुपर्छ भन्छ जिउले फाइट गरेर हुँदैन हामी के गर्छ जिउले फाइट गर्छ त्यसकारणले हामीलाई भाताभुङ्ग हुने कारण त्यही हो
थाहा पाउनुभयो इकोलाई हामीले तल्लो तहमा राख्ने कारण चाहिँ इको मनबाट आएको इको हैन एकदम म भन्दा कोही पनि छैन सोच्छौले म भन्दा कोही पनि छैन भने सोच्ने मनलाई तल्लो तहमा छ भने त्यो इको चाहिँ अटोमेटिकली उ के भन्छ उ निदाएर बस्छ बुझ्यो हैन हामीले तल्लो तहमा बस्ने कारण चाहिँ इकोलाई हामीले फाइट गर्नुको कारण इको छैन भने कन्फिडेन्ससँग हामीले कुरा गर्नु सक्दैन कन्फिडेन्ससँग हामीले काम गर्न सक्छौं डराउनु पर्ने कारण केही छैन नि इको छैन भने अनि कन्फिडेन्ट अटोमेटिकली आइहाल्यो नि हैन हजुर धन्यवाद बहिनी अर्को केही प्रश्न छ भने यदि बुझेन भने भन्नुस् है हामी मेन चाहिँ हामी डिस्कस एक आफन्त भित्र हैन मैले भनेको जम्मै यो के भन्छ फेरि विश्वास नगर्नु सोच्नुस् हैन ओ इको भन्ने चाहिँ मनबाट आउँदै रहेछ तल्लो तहमा बस्ने मन तल्लो तहमा बस भन्दै रहेछ हैन इको चाहिँ माथिल्लो तहमा छ के मनबाट उत्पन्न भएको इको चाहिँ माथिल्लो तहमा छ भने मनलाई शान्ति कहिले पनि हुँदैन त्यसलाई के गर्छ मनबाट उत्पन्न भएको एउटा के भन्छ अरूलाई हृदयबाट अनि महान गर्नेको मन चाहिँ छ भने त्यो इको चाहिँ गयो उ हार्यो हजुर धन्यवाद बहिनी अर्को केही प्रश्न छ सान्दर्जी साथी बुझ्नुभयो उहाँको बहिनीको प्रश्न एकदमै महत्त्वपूर्ण हजुर एकदमै सान्दर्भिक धेरै सोच्छ मलाई मैले बुझे अनुसार चाहिँ अब इगोलाई म्यानेज गर्नु हजुर इगोलाई म्यानेज गर्नु भन्ने कुरा आयो हाम्रो पनि ट्रेनिङहरुमा हुन्छ कि इगो मेक यु रिच इन द स्ट्रीट भन्छ कि तपाईको त्यो कुरा एकदमै त्यहाँनिर चाहिँ मैले सान्दर्भिक लाग्यो र अब इगो पनि अब विभिन्न किसिमको इगो हुन्छन् हैन अथवा कुनै इगो पनि हामीले म्यानेज गर्न सक्यो भने एकदमै राम्रो बहिनी धेरै राम्रो क्वेशन थ्यांक यू बहिनी हजुर या अर्को कोही छ हाम्रो प्रश्नहरु केही अघि मैले भनेको के मैले गल्ती गरेको छ भने तपाईहरु सोचाइ दिनुस् हैन अघि तपाईले यस्तो भन्यो यो यस्तो होइन भनेर तपाई हाम्रो आफन्त भित्र हैन फेरि तपाईहरु नसोच्ने ओ यो त टिचर हो भने त्यो रिस्पेक्ट कुरा होइन टिचर भने चाहिँ अलगै कुरा हो हामी के भन्छ एउटा धर्म साथी हैन मनलाई कसो गरी सोच्छ राख्ने हामी डिस्कस गर्दैछ छलफल गर्दैछ हैन यहाँहरुको कोही साथीहरु छैन दिकी बहिनी के अर्को दिकी श्रीचरी बहिनी अर्को के प्रश्नहरु छ भने भन्नुस् प्रश्न भन्नाले कसलाई यदि अरु पार्टिसिपेन्ट्सहरु कसलाई क्वेशन छैन भने त्यसलाई एकचोटी यो के भन्छ यो नेपाली टिबेटन त्यो वर्डहरु को मिनिङ भन्दिनु भए राम्रो थियो हुन्छ नि एभ्री अहिले कुन चाहिँ बहिनी अहिले सेकेन्ड पदहरु भन्नुभएको हजुर हजुर अहिले सेकेन्ड पद चाहिँ अहिले यहाँ टिबेटन छैन तर पनि मैले पढिदिन्छु हैन सेकेन्ड पदमा के भनेको छ भने हैन टिबेटनबाट खाउँदो सुदान ड्रोपे छ्याङ खाउँदो सुदान ड्रोपे छ्याङ थर्ड सेकेन्ड पद चाहिँ हो सेकेन्ड पदमा खाउँदो सुदान ड्रोपे छ्याङ दाङी क्विनले मेन्तासिन श्यानला सम्बा थापाई छोक्तु चेबर जिम्बरशो राङले छोक्तु जिम्बरशो यसमा दुई किसिमको ओड हुन्छ हैन तर पनि यसको अर्थ एउटै हो खाउँदो सुदा ड्रोपे छ्याङ जहाँ गयो पनि जस्तो ठाउँमा गयो पनि जस्तो मान्छे भेटे पनि भने हैन खाउँदो सुदा ड्रोपे छ्याङ दानी क्विनले मेन्तासिन म आफै उनीहरु भन्दा म तल्लो तहमा छ भन्ने ठाना भन्छ हैन दानी क्विनले मेन्तासिन श्याङला सम्बा थापाई तल्लो तहमा छ भन्ने चाहिँ हृदयबाट ठाना भन्छ हैन मुखले मात्र ठानेर हुँदैन भन्छ कोही मान्छे छ नि आफूलाई के फाइदा छ भने अनि के जिउ पनि यस्तो यस्तो गर्छ अनि एकदम रिस्पेक्ट गर्छ नि हैन त्यो पाइसकेपछि पछाडी अनि मुख छोड्ने अनि मान्छेले मुख छोडिरहन्छ नि हो हैन हाम्रो धेरै जस्तो काम गर्ने मान्छे त्यस्तै होला नि हैन आफ्नो एउटा ओनरको अगाडि ओके ओके थ्यांक यू वेलकम have a wonderful day भन्छ पछाडी यो नराम्रो त देख्यो भने एकदम रिस उठ्छ भन्छ नि त्यो गरे पनि हृदयबाट नगरेको कारण त्यो त्यसकारणले अहिले श्यानला सम्बा थापाई भने चाहिँ हृदयबाट
अरूलाई हृदयबाट गर रिस्पेक्ट गर भनेको स्याला सम्बत थाहा भयो छोक्तु चेबर जिम्बर्स्यो भने हृदयबाट सबैजनालाई आफूभन्दा अनि ठुलो ठाना भनेको छैन त्यो पनि मनले जिउले होइन खाउँदो सुदान डोबे छ्याङ दानी कुइले मेन्तासिन स्याला सम्बत थाहा भयो छोक्तु चेबर जिम्बर्स्यो चेबर भनेको चाहिँ प्रिय हैन प्रिय गर भने हैन हामीले भन्छ नि हैन सानालाई दया गर माया गर आफूभन्दा ठुलोलाई अनि प्रिय गर भन्छ नि हैन हिन्दी गीत पनि छैन प्रिय प्रिय भन्ने हिन्दी गीत छैन त्यही त भने हैन किसला यहाँ मेन्ता अहिले मेन्ता भन्ने चाहिँ तल्लो तहमा मिसेनले सोसो त खलौर्दा खर्सोर्दा अहिले टिबेटनबाट भनेछु मैले त मेन्ता भनेको चाहिँ मेन भनेको चाहिँ हैन सानो सोच भनेको हैन तल्लो तहमा मेन भनेको चाहिँ तल्लो तहमा छ भन्ने सोच भनेको छ त भनेको चाहिँ सोचाइ अनि भ्यू भन्छ नि भ्यू पोइन्ट अफ भ्यू दिस इज माई पोइन्ट अफ भ्यू भन्ने त भन्ने चाहिँ त हो त भन्ने चाहिँ एउटा आफ्नो सोचाइ हामीले जिउको सोचाइ नभन्ने रहेछ नि मनको सोचाइ किनभने मनलाई हामीले राम्रोसँग हैन राम्रोसँग सेटअप गर्नु सक्यो भने जे काम गरे पनि थाक्दैन के जिउ थाक्यो भने मन थाक्दैन मेन भन्ने चाहिँ तल्लो तह त भन्ने चाहिँ तल्लो तहमा सोच भनेको तल्लो तहमा सोच भन्ने चाहिँ अघि भने जस्तै हैन इगो चाहिँ माथिल्लो तहमा छ के त्यो इगो माथिल्लो तहमा आउने इगो चाहिँ किन आएको भने कहाँबाट आयो उत्पन्न भयो भने मनबाट उत्पन्न भएको हामीले मेन माइन्ड भन्छ नि हैन त्यो मेन माइन्डबाट उत्पन्न भयो अनि तल्लो तहमा सोच्यो भने त्यो मेन माइन्डबाट मूल के भन्छ यो माइन्डबाट आएको